जय मसीह। यहाँहरू सबैजना परमेश्वरका प्रियजनहरूलाई अहिले घरि हामी सेन्ट गाब्रियल अर्थोडक्स चर्चको गेट अगाडि खडा छौँ र यहाँबाट हामी चर्चतिर अगाडि बढ्दैछौँ। सिधै एउटा यस्तो ठाउँलाई हेर्न गइरहेका छौँ जहाँबाट तल देख्न सक्नुहुन्छ। यहाँ यो तलमुनि हजुरहरूले बगिरहेको पानी देखिरहनु भएको छ, जो चाहिँ पहिलो शताब्दीको मानिसहरूको इनार थियो। यीशुको आमा मरियम पनि यही इनारमा पानी भर्नलाई आउने गर्दथे। यहाँ एउटा स्टिलको कन्टेनर देख्नु भएको छ अनि यो कन्टेनरभित्र पानी राखिएको छ, जो चाहिँ भिजिटरहरू यहाँ आएको बेला यस कन्टेनरमा राखिएको पानी पिउन सकुन् भनेर। र यो कन्टेनरमा राखिएको पानी चाहिँ यही तल बगिरहेको चिसो अनि सफा पानीलाई जम्मा गरेर यहाँ कन्टेनरमा हालेको हुँदछ। यसैले कतिपयले यो पानीको टेस्टको लागि भए पनि यहाँ कन्टेनरमा राखेको पानीलाई पिउने गर्दछन्।